English. Yes, I speak English. You understand? Yeah, I don't know because I'm बुङ्गाहरूले बुझ्दैन इङ्ग्लिस तर मैले इङ्ग्लिसमै भन्दियो पहिलोचोटि बाहुन देख्दा आई एम एक्साइटेड एक्साइटेड भनेको नेपाली हो र होइन जापानिज हो साला जापानी पनि सिकिसके मैले म त धेरै देशको सिकिरहेको रहेछ त तिमीहरूलाई सुर लाउन सिकिया रहन्छ मजा लाएर बस्नुपर्छ पहिले सरी ए हाम्रो त गाउँ घरमा ढुङ्गाको चुलो छ होइन ढुङ्गाको होइन तिम्रो त गाउँ सरी ओके कन्टिन्यू के अरे गीतहरू ए भाग्यको डरमा निदा चाहिँ ठुलो छ यो जिन्दगीको गोरेटोमा होइन तिम्रो टोपी देखेर म कसम फिदा भएँ म तिमीहरू किन बोलाएर बसेको छ है पहिलोचोटि यस्तो पाप लाग्यो मलाई दुईटा फुल गाइस दुईटा गाइस डबल खुलाइदिउँ गाइस दुईटा फुल यस्तो गर्नुपर्ने हो क्या मैले सिधै भनेको छु गाइजहरू हान्छ भने दुईटा हान एउटा नहान भोलि थोते भाइको कारणले मेरो दुईटै फुल गयो नभन्नु होला म चाहिँ त्यही हो मैले अहिलेसम्म फुल हान्नु भनेको छैन हान्छ भने मुटु हान तिम्रो लागि त बाघ कुद्छ होला एकछिन बाघ त कत्रै कुदिरहेछ तर यो बाबाट उठ्ने के भने यो बाबाट उठ्ने शब्द रिस उड्न थालेछ कि बाहुनी बाघ आउँदै एउटा बाहुनी थियो एउटा बाघ थियो जिन्दगी मेरो लाइफमा कहिले आएन क्या त्यही भएर रिस उड्न थाल्यो म होइन उसको आफ्नो बाहुनी हो म होइन थियो थर त सबैको हुन्छ नि हो यस प्लिज थोते मलाई डिस्टर्ब नगर आज म सिरियसमा छु प्रदीप सुन त तिमीले गरेर सिरियसमा हो बिर्सिसक्यो मान्छेले झल देखाउने हो नि अनि बिर्सिसकेको मान्छे त अनि यसरी झल आयो भने यसो हुन्छ नि म त तडपेको थिएँ तडपी पनि बाँचेको थियो फेरि तिमीहरूले बाँध्नै नदिने अवस्था चाहिँ नगर्नु फेरि बेला बेला फोटो चाहिँ किन देखाउनु फोटो मूर्ति ओए थोते ओए सुन त यसो भन्छ त कुन खालको मूर्ति हो तिमीहरूको यस्तो मलाई थाहा छ भन्छन् के भन्नु र जिन्दगीमा अनि तिमी सन्चै छौ ओए एक्सक्युज मी हेलो मेरो बारेमा यस्तो उस्तो जेसुकै उसलाई थाहा छ टोटली थाहा छ उसको बारेमा मलाई थाहा छ फेरि सुन त रन्डाले मेरो कुरै सुन्दैन क्या फेरि त्यो पनि मलाई थाहा भएको म रन्डै हो भन्ने कुरा भनेको धेरै दिनपछि देखेँ वर्षै ठ्याक्कै 1 वर्षको देखेँ खुसी लाग्यो जिम्दै रहेछौ जे होस् जिम्दै भइराख्नु
प्रगति गर्दै जान्छ। एउटा दुईटा छोडेर गयो भन्दैमा मर्ने खालको मान्छे चाहिँ होइन। तिमी पनि जिउँदै रहेछ देखियो। निन्द्रामा बाउनी के हुन्छ? थोते त उयो हो नि त, बाउनीको मायामा पुरै पागल भएको छ क्या थोते। पागल हुनु बाउनीको मायामा पुरै थोते पागल भइरहेछ क्या। थट बाउनी पहिले पागल थियो। किन हो? म पहिले पागल हो, बाउनी त्यसपछि पागल भएको। पागल भएको हजुर